हिजो दिउँसो जाँदा मन्दिर बन्द भएको र मन्दिर बिहान मात्र खोल्ने भएको कारण आज बिहान हामी त्यस मन्दिरमा जानेछौँ। अहिले बिहानको 5:30 भएको छ। हामी दर्शन गर्न मन्दिरतर्फ लाग्दैछौँ। मन्दिरमा नै जाँदै क्रममा मैले बौद्ध स्तूपको पनि दर्शन पाएँ र म आफ्नो गन्तव्यतर्फ लागेँ। म चापेलको आकाशी पुल हुँदै आफ्नो गन्तव्यतर्फ लाग्दैछु। म जाने मन्दिर चाबेलको छोरदेखिको पछाडि नै भएको कारण मैले चाबेलको छोरदेखिको पनि दर्शन गरेँ र म जाने मन्दिरको नाम चाहिँ लोकेश्वर मन्दिर रहेछ। त्यहाँ पुगेपछि मैले त्यो मन्दिरको दर्शन गरेर त्यस मन्दिरमा भएको अवलोकितेश्वरको मूर्ति उभिरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले त्यहाँ गएर उहाँको दर्शन गरेर प्रार्थना पनि गरेँ। तपाईँहरू पनि उहाँको दर्शन गर्न आउन सक्नुहुन्छ। अनि आजको यात्रा यहीँ सघाउन चाहन्छु र यहाँसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। आजको यात्राको केही सम्झनाहरू।